हेलो एन्ड नमस्ते वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म घर आइपुगेँ। आज चाहिँ मेरो ह्याप्पी बर्थडे हो। ह्याप्पी बर्थडे। म चाहिँ 2 बजे आइपुगेँ गाइजहरू। अब हामी गाउँ आउनुको मुख्य कारण चाहिँ मेरो बजेलाई भेट्नु हो। हामी बजे नातिनी चाहिँ एकदम मिल्छौँ। बजे चाहिँ 90 वर्ष पुगिसके। अझै तकरा छन्, कान सुन्छन्, आँखा देख्छन्। नि बजे आफ्टर लङ टाइम पछि हामी 3 बहिनी चाहिँ एउटै फ्रेममा आउन पाएका छौँ। यो चाहिँ मेरो जेठी। यस्तो अवसर दिनुभएकोमा कमला पाइजालाई धेरै धेरै धन्यवाद। यो चाहिँ मेरो जेठी दिदी हो। सबभन्दा राम्री छ। राम्रो छ, राम्री सुन्दरी राम्रो छ। म चाहिँ हाइटी। यो जेठी हो माइलीलाई धेरै मिस गरेको छौँ हामीले। आज जन्मदिनमा केक बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। यो अन्तरको बिचकोलाई त के भन्नु, मेरो साथमा सधैँ हुन्छन्। मेरो जेठी दिदी नि हिरोनी छ नि, गाउँमा बस्ने भयो नि। के भन्नु चाहनुहुन्छ? इसै हिरोनी उसै हिरोनी, एकदम राम्रो। तपाईँले भेनालाई कतिको मिस गर्नु भइरहेको छ। ए मुटुभरि गरेछ, मुटुभरि। लु गाइजहरू, म चाहिँ घर आएर नि यसो घर आएर बसेर मात्रै भएन। अब खेततिर पनि डुल्नु पर्यो। सोच्दै भयो खेततिर नगएको, त्यही भएर यसो खेततिर डुल्दिउँ न च्वासै। बाबा र दिदी चाहिँ पर्सलाउ गर्नु गएछन्। दिदी चाहिँ त्यही खाना बनाउनु लाग्छ। बजे चाहिँ त्यत्तिकै बसेछन्। त्यही भएर मैले एकछिन घुम्दिउँ भनेर आएको। यो चाहिँ यो पछाडिको चाहिँ हाम्रो आलु बारी हो, देख्नु सक्नुहुन्छ। टन्नै छ आलु हाम्रो। यो चाहिँ हाम्रो आलु बारी हो। टन्नै छ हाम्रो आलु। परको यो चाहिँ देउराली हो, देखिने गाइजहरू। हामी चाहिँ देउराली सिख भन्नु बित्तिकै त्यो सिख गाउँमा होइन, हाम्रो घर चाहिँ अलिक माथि हो कि माथि। गाइजहरू हेर्नु सक्नुहुन्छ हाम्रो आलु बारी। त्यसै गरी यहाँ चाहिँ छ हाम्रो लसुन। यहाँ हाम्रो घर भइहाल्यो गाइजहरू। आज चाहिँ मेरो बर्थडे भएर आएको म घर। 7 दिन बिदा थियो एसीको बिदा भएको थियो ठ्याक्क। अनि के गर्ने, 1 हप्ता पोखरा बस्दा झ्याउ लाग्यो कि। त्यही भएर गाइजहरू म चाहिँ घर आइदिएको दिदीमा। आज चाहिँ मेरो बर्थडेमा प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा अनि फेसबुक मार्फत, टिकटक मार्फत, सबै सामाजिक सञ्जाल मार्फत सबैले शुभकामना दिनुभएकोमा सम्पूर्णलाई धन्यवाद। म कमला पाइजाको तर्फबाट। म चाहिँ 16 पुरा वर्ष पुगेर 17मा लाएँ। मैले चाहिँ ब्याचलर फर्स्ट इयर पढ्दैछु। कसैले पत्ताउनन् मलाई 16 वर्षमा ब्याचलर फर्स्ट इयर पढ्दैछु भनेर। अब त पत्ताउनु पर्यो नि गाइज। मैले चाहिँ 14 वर्षमा एसई दिएको त कोहीले नि पत्ताउन कि मलाई। किन हो खै के हो, मैले सानैमा दिएको तर म त्यस्तो ट्यालेन्ट पनि छैन। ठिक हो। म मिडल क्लास फ्यामिलीबाट हुर्केको छोरी हो। मेरो पढाइ पनि मिडलै छ। यसो अब म चाहिँ गोठतिर जान्छु। गाउँमा नि केही छैन। हाम्रो त माथि गाउँ ठ्याक्क गाउँमा पर्नको अरे। हाम्रो त अलि माथि पर्छ। माथि जङ्गल छ। अलि गोरादी घर छ, त्यति धेर घर छैन। यो हाम्रो चाहिँ यहाँ छ भैँसीहरू। हाम्रो भैँसी चाहिँ यो धुने भैँसी होला। यो पारा यहाँ 3वटा छ। भैँसी नि कति छ थाहा छैन कि मलाई त। यहाँ ठुलो भैँसी रहेछ। अनि यो भइहाल्यो। अनि यहाँ मल हाल्ने भयो। त्यहाँ हाम्रो घर भइहाल्यो। यहाँ आलु बारी भयो। परको देउराली यो किन्दु हो। अनि यो स्वाता हो। अनि यो चाहिँ म हो, तपाईँहरूको प्यारी कमला पाइजा भने कति नाटक पारेको भनिराखेको होला गाइजहरू। तर मलाई त्यस्तो नाटक पार्न आउन मलाई। म चाहिँ यहाँ आएँ नि उही जाङ्गिर जर्सीमा हो कि डुल्ने। मलाई अरू लुगाइ लाउनु मन लाग्न। गाइजहरू यो चाहिँ हाम्रो सबै मकै लाएको यो खेत नि सबै हाम्रो यो मकै लाएको।
मान्छे सन्चै छौ होला के रे सन्चै छौ म सन्चै छु गाइसहरु यो चाहिँ हाम्रो तपकरुक हो यो चाहिँ घाँस काट्छन् हाम्रो गोठमा हाल्दा नि भैँसीलाई घाँस काट्छन् बुवा हजुरले म तिम्रो आटा यो नि फेरि हाम्रो जौबारी हो कि हाम्रो खेत चाहिँ धेर छ कि यस्तो धेर छ गाइसहरु ल हेर्नुस् गाइसहरु हाम्रो जौबारी चाहिँ यही हो धेरै छ हाम्रो जौबारी नि यो चाहिँ हाम्रो जौ हो है गाइसहरु चिन्नुहुन्छ होला सबै गाइजहरूले हामी चाहिँ गहुँ चाहिँ रोप्न जौ चाहिँ यो घाँसको लागि रोप्छौँ कि हामीले धेरै भैँसी पाल्छौँ अनि यो सबै जौ हेर गाइजहरु हामीले यो सब खेतमा पहिला कोदो लाएको कोदो लाग्ने सिजनमा चाहिँ कोदो लाउँछौँ हामीले अनि अघि पछि चाहिँ जौ लाउने सिजनमा जौ लाउँछौँ अरू चाहिँ लाम्न हाम्रोमा धान चाहिँ हेर्न आलु मकै अनि जौ त्यही हो त्यही रोप्छौँ हामीले यो चाहिँ जौ हो घाँसको लागि अलिअलि बाला हुन्छ गहुँ चाहिँ चराले खाने भएर रोप्न पहिला त हामी 4 बहिनी भएर यो सब खेत गर्थ्यौँ हल्दा कोही कता घर त रित्तै बाबा बजै अनि दिदी मात्र अनि घर बस्न मात्रै भएन पढ्नु पर्यो दिदी नि स्कुलमा जानु पर्ने पढाउनु पर्ने घरमा बसेर नहुने बिहान बेलुका स्कुलमा दिउँसो जान्छ अनि बिहान बेलुका चाहिँ यहाँ घरमा गर्छ दिदीलाई नि गाह्रै छ हजुर बाबा र बजै लिन गर्छन् बजै बुढी भए बाबा चाहिँ बुढा भएको छैनन् ल गाइजहरु मेरो बाबा त फेरि महान हो नि गाइजहरु मेरो बाबासँग त अर्को तुलनै गर्नु मिल्दैन गाइजहरु बाबा र दिदीले चाहिँ यत्रो खेत चाहिँ सम्हाले खान कि हामी पोखरा भए नि हामी 4 बहिनी हुँदा चाहिँ यत्रो खेत कमाउँथ्यौँ अब चाहिँ सायद अलि थोरै गर्छौँ होला किनभने हामी कोही कता छौँ दिदीले नि बिदा पाउन हामी नि त्यस्तै हो यताउता 1 हप्ता 2 हप्ता त्यही हो दिदी र बाबालाई चाहिँ अब गर्न गाह्रो हुन्छ त्यही भएर भैँसी धेर छ क्या हाम्रो सानोमा कति यो रुखमा चढ्दै खेल्दै गर्थ्यौँ अहिले त यो रुख नि बुढा हुनु लागेछ गाइजहरु म नि बुढी अन्जेललाई सायद आज त रात परिसक्यो गुराँस हेर्नु जाने भनेको यहाँ अलि माथि छ कि घरभन्दा अलिकति 5 मिनेट जति लाग्छ यहाँ हाम्रो घरबाट जानु त्यो गुराँस फुलेकोमा चाहिँ अरूले भिडियो बनाएको मैले सेयर गरेको थिएँ त्यहीमा देखिहाल्यो त्योमा चाहिँ जानु 5 मिनेट लाग्छ झिलिली फुलिसकिरहेछ गुराँस अब त झर्नु नि लागिसक्यो गोरपान चाहिँ फुले छैन होला गोरपान जानु हाम्रो घर भन्दा नि सिखबाट चाहिँ 3 घण्टा लाग्छ तातोपानी जानु नि 3 घण्टा लाग्छ गोरपान जानु नि 3 घण्टा लाग्छ को आउनु भएछ गाइजहरु गोरपानी कमेन्ट गर्नु त म पनि गर्छु मलाई त खासै जानु त मन लाग्न गोरपान चाहिँ म गइरहेको छु नि त म त फेरि खाङ हाल्दै बस्तीको नि हो कि म त अब यो बिदा 7 दिनको बिदामा चाहिँ यो आलु खनेर जानु पर्छ होला गाइजहरु यति घर आइसिन यो आलु खनेर त जानु नि पर्यो नि गाइजहरु अलिअलि काम गर्दिर त हैन किन आको कि मासु मात्र खानु आको कि खानेकुरा मात्र खानु आको भन्नु गाइजहरु अलिअलि काम त गर्नु पर्यो नि हैन म तिम्रो